हो स्वागत छ नयाँ भिडियोमा। के छ मेरो फ्यामिली अनि यता बहिनी उता चाहिँ आज फेरि जोतिरहेछ। अस्ति तल यो तल्लोबाट आलु लगाइसकेका थियौँ, आलु उम्री पनि सक्यो। अनि आज चाहिँ फेरि यता लसुन अनि के छ भने ल्याछन् लगाउने भनिरहेछन्। अनि माथि लगाउनु पऱ्यो, फेरि माथि लगाउनु पऱ्यो। आजको काम यस्तै छ। अनि यहाँनिरको यो सर्प छ नि, यो सर्प कुनै समय थियो चिलले कुखुराका बच्चाहरू चल्लाहरू चाहिँ छोपेर लिन्थ्यो कि। आजकल साप लिने पनि चिल छैनन्। आकाशमा चिल गायब भइसकेका छन्। यहाँ साप माऱ्यो भने आजकल चिलै लग्दैन। अनि यहाँ तलआटिको घोल थियो, यी बच्चाहरूले चुडेर फालिदिए। एक यो पनि हो कि हो कि नै फुलचुड्सी हाम्रा केटाहरू छन् सानसाना न भिडियोमा देखेर रहेछन्। त्यहाँबाट हेर्न आए, एउटा चल्ला थियो मारे घोलसोल फालिदिएका। अनि आज यही काम हुन्छ। उता अब खेत पनि पाकिसक्यो, अब खेत काट्ने पनि काम बिस्तारै भइरहन्छ। ओके यति गर्नु होला आजको लागि। यस्तै छ काम। अब फेरि माथि पर्सु पिसकेको छ र माथिल्लो कुरा जोड्ने यो चाहिँ भइसक्यो। अब like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler. बाँकी अब त्यहाँ चाहिँ लगाइरहेछन् तरकारी, मटर आलु। यहाँ माथि 2 वटा जोतेर बल्ल अहिले त चलाइरहेछ। 12:30 बज्यो। अनि तल खेत पनि टिपिरहेछन्। हामीतिर खेत टिप्ने पनि भइसक्यो भनौँ। बाँकी पुरै खेत तल पिपल चौतारा यता अब लगाइरहेछन्। पारी उम्रिसक्यो हामीले अस्ति लगाएका। अब यता आलु बल्ल चलाइरहेछ। आलु लगाएर चाहिँ यता बल्ल चलाइरहेछन्। बल्ल चलाउनु पऱ्यो अनि लग्नु पर्ला पछि घरतिर। यहाँ लगाइसकेपछि अब नुहाउन आउँछु होला एकछिनमा। पहिला हामीले यसमा चाहिँ रह गराएको थियौँ, पछि पानी उम्रन बन्द भयो। अनि केरा सार्दिए खतरा थियो। मैले पौडी खेल्न हल्का हल्का सिकेको यही बाटो थियो। ओके गाइज अब चाहिँ बल्ल बाँधेर हामीले नुहाइ धुवाइ गरेर आइसक्यौँ। अनि अम्मा खानु पऱ्यो। अब हेरौँ म मारेको जान्छु। अब क्या सर्ने खोला फाल्नु म क्या सर्छु। यतिजना खाल्छु कि त म ठिकै छैन। कसै बेला अगाडि खाऊ एकदम काटे दिन्छ देखाउनु न। चुप एलको जान पर्यो यार। होटेल खोज्नु ओला यार म खाने म यो म खाछु। एकदम है गाइज अहिले हामी अब ठाटीघाट गएको थियौँ। ठाटीघाटबाट आइसक्यौँ। उता हेर्नुहोस् बिजुलीको कमाल हाम्रो ठाटीघाट मिस्तै छ। बाँकी उयो जलिरहेको 2टा हाम्रै घरतिर हुन्। अनि भाइ र म चाहिँ ठाटीघाट बजार आएको थियौँ। अब अहिले पुरै रात परिसक्यो। ठाटीघाट बजार भाइ आएको थियो, म पनि आएँ भनौँ न। बाँकी अहिले हामी घर जाँदैछौँ। अनि अझै 6:30 बजिसक्यो, रात परिसक्यो खतरै न। अब हामी घर जाँदैछौँ। यदि बाटोमा यतातिर कतै भुतछुत देखियो भने देखाउनेछौँ। बाँकी हिँड्यो त्यही गर्नु होला। भिडियो गराउँदाखेरि हल्का यस्तै हुन्छ कि आँखामा यो लाग्छ, अगाडि केही देखिन्न। अनि खाल्टा खुल्टामा पर्न सकिन्छ। अगाडि हिँड्नुहोस्, हल्कै बाटो सपारेर त आजकल सजिलो भए। बाँकी अहिले हामी घर आइपुगिसकेका छौँ। यो भुतछुत देखिएनन् देखाउँथे। बाँकी यस्तै आजको लागि यति नै। फेरि हामी नेक्स्ट भिडियोमा ल्याउँछौँ।
ओके बाई बाई गुड नाइट जय नेपाल